व्हाट्सअप गाइज वेलकम टु आवर न्यू ब्लग। आज हाम्रो कक्षा 12 को अन्तिम दिन आइसकेको हुँदा अब हामी पिकनिक जान गइरहेका छौँ। हाम्रो वान एन्ड ओन्ली त्यसै गरी हामीसँग छ 3टा साधन, एउटा स्कुटी 2टा बाइक। हाम्रो यहाँ हुनुहुन्छ आइसक्यो तिमीहरू टार्गेट ल हामी आइ चाहिँ पुग्यौँ यहाँनिर। अब टक्क हाम्रो डेस्टिनेसन चाहिँ यहीँ रहेछ। चुलोसुलोहरू सब भएको। एउटाले बाइकिङ ल्यायो, दुईटाले चाहिँ उतै राखेको अरे आउँदैछ उतै कराउँदै। जङ्गलीहरू चटपटे खाँदैछ। पानी त रहेन रहेछ के पाउँछ। ह्यापी बर्थडे टु यु कुशल। के हुँदैछ यहाँ? के हुँदैछ? के हो के रह्यो? यो एक बाइट कुशलको बर्थडेको लागि। खोइ म त खाने मान्छे त होइन। हामी रजानामा मिसामाहरू छोडिदेऊ। आइसक्यौँ। ए यो ठाउँ चाहिँ अब यहाँ चुलो बनाएर टक्क है। यति नै हाम्रो ग्याङ चाहिँ। ल के भयो भनिदेऊ त यार हामीसित। ओ माई गड, यो मान्छे अलिक जङ्गी हाँक्छ क्या। लगो हिलोमा नहाल, यताबाट लान्छ होला भने हिलोमै हाल। म भक्कै ढुङ्गामा यसरी कसरी? मेरो खुट्टा धन्न चेपिएन मुला त्यो ढुङ्गा र स्कुटीको बिचमा। भन न तिमी खान्छौ कि खाँदैनौ त्यस्तो भन त। म खान्न बाबा, म खान्न। पेट भर्न बाबा मिन्ट 10 वाला 3 माइक छ त्यहाँ पनि यार है। कोइल प्रिमियम क्वालिटी सिसा एन्ड फ्लेभर्स। ओए यो मान्छे घरमा वर्कआउट हान्दो रहेछ। मेरो यहाँ आउँछ कहाँ? फाइनली आगो बाल्न सक्सेसफुल हाम्रो ग्याङहरू। लेट्स गो। न्युड भिडियो देखाइसक्यो, आउँथ्यो भनेर यसो सबै देखाइसक्यो यसले मेरो। भ्लगमा अब हाम्रो नङ्गो पुङ्गो ग्याङ्सहरू पनि आउनु थालेछन्। सुवास हियर, आशिष हियर, पूजन हियर, गौरव देयर, एभ्रिवान हियर हियर। के कसको पेट ठुलो? खोइ कसको पेट ठुलो? अलिक घट्नु त पर्दैन, ठिक्क छ। यो नमोटा पनि नघटाउँदैन, दामी छ। ओले तिम्रो झन्डै गयो ल भिडमा। बडी चाहिँ हो के गर्छ यो? के गरेको यसले यो भाटा बोकेर? के गर्छ यार ला फेरि के गर्छ नि यार? अब अहिले यहाँ आगो चाहिँ आगो चाहिँ बलिसकेको छ। यहाँ अरू केटाहरू चाहिँ वहाँनिर ढुङ्गा खोज्न गएको छन्। ढुङ्गा किन खोज्न गएको भन त? तिनीहरू केही स्पेसल पकाउनको लागि उनीहरू ढुङ्गा खोज्न गएका छन्। खै आधी घन्टै हुन आँटो ढुङ्गा खोज्नु हो। अहिलेसम्म चाहिँ आएको छैनन् तिनीहरू। हेरौँ अब यहाँनिर चाहिँ अहिले सुरुमा हामी के पकाउने? बोइलर होइन? वाट को तार्ने? स्पेसल केही त स्पेसल छ है हामीसित। त्यस्तो स्पेसल नै चाहिँ छैन। उहाँ आगो धेर भयो। यहाँ त आगो नबलेर त न उता धेर बलिरहेछ। यसको नाटक फेरि उतानिर चाहिँ अब प्याज काट्ने ओर्ने सब कुरा हुँदैछ। अब तेल ल्याउन आँटेका छन्। एकदम रमाइलो मौसम छ है यहाँ त। ओहो ल आराम बिस्तारै हाल त। भयो धेर भयो। आम्मामा
के एकचोटिलाई पनि तारिनु परेन मजाले नि माई गड मासु खाना आएको मासु कुरुम कुरुम छ साइड आउ त ओए खाऊ न कसो ट्राई हेर्नु हारको नेग्लिजेन्स हेर बलेको आगो पनि निभाइदियो के हो ओए बाख्रालाई पकडेर ल्याएर बकरी बिरयानी हान्ने ओए नाइस प्लान यार जम लिनलाई ओए राम ओए कसम नछोडिने कहिले जुनीभरिको लागि साथ दिन्छु म हाम्रो ब्रोइलर पकाउने लेट्स गो ल अब हामी मध्यान्तरतिर आइपुग्यौँ यहाँनिर बनाउनेको टक्क यहाँनिर यहाँ हुँदैछ आगो एकदम यहाँ यसको लागि रेडी अनि हाम्रो सेकेन्ड वान इज हियर यो थर्डको लागि हो फर्स्टको लागि यहाँ छ हाम्रो अफिसियल सेफ उहाँ हुनुहुन्छ उहाँकै उहाँकै कर्मले गर्दा यहाँसम्म पुगेको छ उहाँको पनि ठुलो हात छ यत्रो त छ ए साँच्ची अनि अर्को बिग यहाँ चाहिँ के छ भन्दाखेरि अलिक ठुलो हात चाहिँ उहाँको केस कसरी पनि छ भन्दाखेरि उहाँकै बर्थडेको कारणले अलिकति बडी स्पोन्सर भएको कारणले योसम्म हुन पुगेको हो सो स्पेसल थ्याङ्क्स टु हिम एन्ड वान सेकेन्ड ह्याप्पी बर्थडे टु यु मिस्टर गोरे भाइ ल कुदाउनु छिटो यो त स्पेसल हुनुभयो चिरा खड्का घर जाँदाखेरि नवाजनसारी भएर जाँदाखेरि प्लास्टिक छेउमा नराख अरे आगो प्लास्टिक छेउमा आगो नराख अरे प्लास्टिक छेउमा आयो कि आगो प्लास्टिक नराख अरे ढुङ्गे युगबाट आएर फेरि ढुङ्गे युगकै कपी क्याट गर्दैछ यो त केपीओ लागेको ग्यास छ तलबाट आगो ए फ्रीमा होइन जङ्गलमा आउन थाल्छ ग्यास सिलिन्डर पनि नचाहिने है ग्यास आएको तलबाट के हुँदैछ यहाँले खा मैले बनाइदिएको छु अब हामी अगाडितिर जाउँ अगाडितिरको के हुँदैछ त यहाँ साथी के हुँदैछ यहाँ हाम्रो एकदम के अरे त्यो हामी चोचो पकाइदिनु होला हाम्रो चोचो त्यो के अरे छोप्ने केही भएन भने एकजना यसो गरेर यताबाट यता यसो गरेर छोप न केटा ल म उता एउटा समस्या के आयो भइसक्यो समस्या के आयो भन्दाखेरि यो मान्छेले मासु चोरेर यहाँ ढुट्टो भइसक्यो यो चाहिँ के भन्दाखेरि फेरि पुरै त्यो च्वाच मात्र खाने हो कि ए च्वाच मात्र खाने भनेछु त्यो ब्रोइलर मात्र खाने हो अनि यहाँ चाहिँ केटाहरूले बनाउँदैछ यहाँ यसलाई अब यसमा चोबेर दिनुपर्ने हो क्या यसले धेरै सतायो आदिवासी जनजाति यो त नि यसलाई त नि राम मर्छस् है गाई मेरो घरको सिधा लगिहाल्नु अब तँलाई दुईटा प्लेट लिएर भनेको हैन निकाल एकचोटि मिरिन्डा आइसकेको छ गाई जीवने यता मिरिन्डा बाँडिँदैछ चिसो टाइम हामी फेरि यस्तो हार्ड ड्रिङ्कहरू चाहिँ होइन है हामी चाहिँ एकदम सफ्ट ड्रिङ्क मात्र
जीवन कार्कीलाई र कुञ्जन पौडेललाई विशेष धन्यवाद यसको लागि विशेष धन्यवाद सबैले गरेको छ होइन कसै यसले गरेन भन्न मिल्दैन अब यहाँ सबैले केटाहरू ढुङ्गा खोज्न गइसके कोही के गर्न गइसके उता बोइलरको छुट्टै छ अब यहाँ पाकिसकेको पनि छ होइन पाकेको पनि फेरि यिनीहरूले दुइटाले ढुङ्गा यहाँ अरू कोही थपेको छैन क्या यिनीहरू दुइटाले अब कतिसम्म गएछ भन्दाखेरि त साथीहरू यो पाकेको छ कि छैन थाहा पाइदिनु त कस्तो छ साथीहरू पाकेको रहेछ भन्नु न साथीहरू किन नबोल्नु भएको साथीहरू डान्स ठ्याक्कै केटोको डान्स पनि राम्रो यो अर्को मेहनती केटो उता उता चाहिँ उयो कालो भइसक्यो ओ झरो साथीहरू मैले झरेको जस्तो लाग्यो साथीहरू झरेको रह त हेर्नु त तर पोले नसकिने भयो नि त यो तनाव एउटा ओइ के हो यस्तो यार यहाँ चिकन पक्स आइरहेको रहेछ हामी मान्छे सबैजनाबाट अलिक पर रौँ होला उबाट चाहिँ हाम्रो उहाँ साथी उहाँ चोर जस्तो उहाँ चोर्न गयो खोइ के चोर्न गएको यो उहाँ चोर्न हिँडिरहेको उहाँ चोर हो यो चोर यो चोरै हो यो च्वाचेले यहाँ के गर हड्डी भएको चाहिँ ग्रेभी बनायो त कति छिटो आइ पो सकेछ यहाँ चाहिँ दिसा पिसाब गर्नु चाहिँ भएन एकदम पवित्र ठाउँ रहेछ कहिले पाक्छ जस्तो भइसक्यो यहाँनिर के खाएको छैन चिसो बाहेक केही खाएको छैन एकदम 2 लट गरेर खानुपर्छ क्यारे हो त्यसै खानु सुरुमा रोस्ट र फुरनदाना र मुरी हैन तिमीहरुको सेक गरेर छ अनि त्यस पछाडी ग्रेभी स्टाइल मजा पनि लाग्यो हामीले त यहाँ आगो कस्तो क्रिकेट खेल्नुवाला मौसम आयो त्यसपछि हामीले चाहिँ टक्क घर गएर ब्याट सेट बल छ लिएर आएर अब क्रिकेट खेल्न आँट्दैछौँ यहाँले बाइक र स्कुटीको चाहिँ विकेट बनाएर त्यो पनि एडभान्स गरिहाल्यो गाइस यहाँ क्रिकेट सिक्रेट पनि खेल्यो अनि खानासाना अघि भइसक्यो थियो यहाँ यसो क्रिकेट खेल्न टाइम पास गरेको अब हल्का गलियो पनि अब घर जानलाई चाहिँ यहाँले हल्का प्रब्लम भइरहेको सल्लाह हुँदैछ यहाँ को कसरी जाने भनेर ल छिटो राति भइसक्यो कति भइसक्यो 6:15 भइसक्यो सो अब जानुपर्ने हुन्छ बिहान आएको त्यही नै थियो हल्का रमाइलो भयो अनएक्सपेक्टेड रमाइलोहरू भयो केटाहरू सबै आउँदैन जस्तो लागेको थियो आयो दिवसै आएन त्यसलाई हल्का के भन्नु ल ठिक छ यही हो थ्याङ्क्स फर वाचिङ रमाइलो भयो अब हामी जान्छौँ